लाग्दैछ। यो पनि नेवारी प्लेस जस्तो रहेछ है। नेवारी प्लेस त हो नि थाहा छैन। ठाउँमा यस्तो त्यो सानो सानो मन्दिर यहाँनिर सैटरडे मेला लाग्छ। जहिले सैटरडे रोड प्याप भयो मलाई अब नेक्स्ट टाइम आउँदाखेरि बाटो यो बाटो आउनु तर यो हो र बाटो हामी आउने यहाँ उताबाट त्यो मान्छेहरू जहाँ पनि हुन्छ कस्तो घाम लागिसक्यो है बिहानै अगाडि होइन छिर्दै टुरिस्ट गाइड गर्नुपर्छ जस्तो टुरिस्ट त हो नि बाहिरबाट आएको टुरिस्ट भयो बाटोको चाहिँ खिचिराख्नु बाटो कस्तो राम्रो अहिले त्यहाँनिर मेन स्टप छोरी यो चाहिँ उ निकाल्नु त चस्मा बाटो नै सानो छ क्या है मैले त धेरै चस्मा नि लाउनु हुँदैन किन एउटा चस्मा जो लानु भन्दा अर्को त अलरेडी छ त लामो भिडियो पो अनि पछि राम्रो आयो त्यतै राख्नुहुन्छ जाऊ उता जाऊ न तिमी पछाडिबाट खिच्छु क्या जाऊ न जाऊ आउँदैन जाऊ न जाऊ ल के भने कुन मलाई त्यो बेला बेलामा नेवार भाषा भित्ताले बारी लागेर बनेपा बसेर अब जानु हुँदैन अब उता जाउँ लाग्यो नि यही त हो यही त भयो भयो सुजु ल एउटा मन्दिर जस्तो ठाउँ देखिहाल्यो है त्यस्तो राम्रो नि त अझ उता नि कीर्तिपुर नि कस्तो राम्रो छ नि कीर्तिपुर अनि कहाँ कहाँ राम्रो छ मेरो साथी कीर्तिपुर भन्दैथ्यो कीर्तिपुरमा कीर्तिपुरमा नि मेला लाग्छ त कहिले स्याटरडे कहिले हामी यता चाहिँ जाउँ न यता अब हामी जाँदैछौँ यता कता पुग्छु थाहा छैन त्यो गेटलाई टार्गेट गरेर छ बाटोले हामीलाई जानेर जान्छ हामी चाहिँ जाने डेस्टिनेसन अहिलेको लागि कहीँ नभएको जात्रा के हो रे छोरी
होइन घरको जात्रा यहीँ पाउनुहुन्छ तपाईँले अलिक पाउनुहुन्छ घर यहाँ चाहिँ बाटो अलिक नराम्रो रहेछ बाटो राम्रो भावी है ठिकै छ बाटो पुरै खोइ कहाँ पुग्यो गहना पोखरी पुग्छ कि भन्दा त कता पो पुग्यो यतातिर घर पायो भने किन्दा हुन्छ त्यस्तोतिर घर पायो भने यतै पुग्यो जस्तो छ गहना पोखरी उतै हो कि जस्तो है गहना पोखरी हामीले गेट जस्तो देखेको यहाँ पुलिस बस्छ भनेको छ अब खोइ त ट्राफिक डेमा होला नि त कुरा हुन्छ के भने खाने हो नै चिया खानु चिया खाने हो छोरी आन्टीले त पुरा हाडीको पुरै सुट गर्न लाग्नु हो क्या हो ए नन फेरि उसमा हालिदिन्छु क्या मेरो च्यानलमा हेर ल हाडीको त्यसरी हाल्ने किन यति गाडी so many गाडीज किन अफिसहरूको भइहाल्छ मान्छे धनी भएको कि हामी गरिब भएको सबैको घर घरमा गाडी छ तिम्रो नि छ त गाडी उसको घरमा गाडी भएको चाहिँ देख्दैन आफ्नो घरको गाडी चाहिँ देख्दैन अरूको गाडी है गाइज BMW किन्नुपर्छ फाइनली वी आर हियर अहिले त है घरको जसको पनि त्यसमा रोयल देखेँ कि रोयल इनफिल्ड सबैको रोयल इनफिल्ड गहना पोखरी हो नि अर्को पोखरी आएको रहेछ गहना नै हो रहेछ हो र होइन हो नि सीताराम पोखरी सीताराम मामाले यहाँभन्दा यति अलिकति माथि गएर अब यता जुन पोखरी बिहान आउनु पनि अहिले ठाउँमा आइपुग्यौँ गहना पोखरी बिहान आउनु पनि पुरै हट भयो क्या है पुरै हट भयो फिलिङ हट बिहान आयो क्या मजा आउँछ तपाईँले ठाउँमा आइपुग्यौँ उठाएन रे लुक एट दिस गाइज सो अल्छी बिहान गरिसक्यो आज एक दिन कस्तो आनन्दको निन्द्रा लागेको थियो गहना हराएर यहाँ सुन न हजुर यहाँनिर गहना हराएर अनि गहना पोखरी देखाएको भ्यागुता खै त्यो देख्दैन देख्छ ऊ त्यहाँ एउटा तर पोखरीको नाममा यहाँ पानी अलिकति छ त्यो पनि छैन आकाशबाट परेको पानी कहाँ जान्छ के हो गहना पोखरी हो होइन नि हिजो आएको यहाँ होइन होइन नि हामी कहाँ आइपुग्यो हामीलाई पनि थाहा छैन
पत्रकारिता भएपछि यहाँ क्यामेरा चाहिँ जहाँ पनि निस्किने रहेछ पत्रकारहरू आजको ताजा खबर सुनाइदिनुहोस् न सुनाउ त आजको ताजा आजको ताजा खबर के हो आज हामी बिहानै 8 बजी बिहानै 8 बजी भन्दैन है ल भन 8 बजी भन्दैन आज हामी बिहानै 8 बजी उठ्यौँ अनि त्यस पछाडि यो टोइलेट गयो 2 घन्टा जति 2 घन्टा 2 घन्टा यो टोइलेट बसे पछाडि मैले यसलाई ताजा खबर ब्रेकफास्ट र पानी दिएँ त्यसपछि यसले त्यो 4 घन्टामा खाएर अहिले यहाँनिर आइपुगेर 10 बजी यो मान्छेलाई टुसु एन्ड अल चाहिँ भनेको ताजा खबर भनेर ताजा खबर आजको ताजा खबर ब्रेकिङ न्युज म नहसाउने मेरो हात फेरि यस्तो डेन्जर छ कसको मेरो यहाँबाट कस्तो राम्रो आयो हामी मान्छे राम्रै अनि तर कस्तो बुढी मान्छे कपाल थाहा न राम्रो थियो होइन त्यो कपाल छाड्यो भने एकचोटि हेरौँ न, हेरौँ न। परा जस्तो लाग्छ लुका डिस्काउन्ट त्यसको कपाल एकदम राम्रो छ तर यसले काट्यो के काटेर नि आधी काटिदिने उयो हो तपाईँबाट इन्सपायर्ड हो म कपाल काट्नुलाई त मबाट इन्सपायर पहिला रुने उयो कपाल काट्दा यो रुने अहिले म कपाल काट्यो कि रुने यही मान्छे अहिले म ग्रोन अप भइसकेँ ग्रोन अप ल अब मैले उतानिर जापानिज जस्तै घर देख्न सकेँ चम्चम हाई बाई गाइस हामी देखाउँछौँ अब के राम्रो के पोखरी छैन के पोखरी त ल गेस होइन कमेन्ट हामीलाई थाहा नभइसक्यो त्यसमा गेस एन्ड कमेन्ट लो कालाबानीमा भ्लग गर्नुपर्छ क्या अब न्युज च्यानल छोडेर जर्नलिजम छोडेर अब भ्लगिङ जस्तो ल यहाँको ऊ पनि देखाइदिनु बाई बाई सी यू नेक्स्ट भ्लग